क्लासमा तपाईले कति पढ्नु भयो? स्कुल हो 5 सम्म मात्र 5 पढेको मान्छे हाम्रो गाउँको वडा अध्यक्ष। हेर्नुहोस् है, अब 5 पढेको मान्छेलाई सिद्धान्त के हो थाहा छैन, विचार के हो थाहा छैन, वाद के हो थाहा छैन, गणतन्त्र के हो थाहा छैन, राजतन्त्र के हो थाहा छैन, सिद्धान्त के हो थाहा छैन, के पनि थाहा छैन। 5 पढेको मान्छे, 5 पढेको मान्छेले चाहिँ गाउँमा कति पढेका मान्छेहरू छन्? तो नफाको चलो छ तमरा 12 गयो। नफाको चलो 12 मा पढेको, मतलब 12 पढेको तपाई भन्दा 8 क्लास माथि। अनि त्योभन्दा माथि पनि डिग्री भन्ने बुझ्नुहुन्छ नि? डिग्री 16 पास, 16 भन्दा माथिको पास। 16 को स्कुल त यहाँ आए थिइन्, बाहिर जाबरले पढायो भन्दा नि। मास्टर गरेका आइकम बिकम छन्, कति छन् उन काठमाडौँतिर छन्। काठमाडौँ उन उहाँका नोकर। तपाईँको गाउँमा चाहिँ सबभन्दा बढी पढेको मान्छे भनेको त्यो एउटा नफाको चेलो 12 पढेको। 12 पहिला। आदरणीय जनताहरू हेर्नुहोस्, यस्तो विकट गाउँको वडा अध्यक्ष उहाँ हुनुहुन्छ जहाँ चाहिँ एकजना मात्रै नफाको चेलो मात्रै 12 पढेको मान्छे छ। उहाँ आफै चाहिँ 5 कक्षा पढेको मान्छे। 5 कक्षा भनेको त फेरि त्यो त धेरै भइहाल्यो। जहाँ एकजना मात्रै 12 पढेको मान्छे छ भनेपछि त्यहाँ 5 क्लास पढेको भनेको त त्यो हाम्रो 8 क्लास फेल हाम्रो प्रधानमन्त्रीजी हुनुहुन्छ भनेपछि 5 क्लास फेल हाम्रो वडा अध्यक्ष हुनु कुनै गलत कुरो होइन। आदरणीय जनता 12 सम्म त अच्याल त कति बनले पढाल्यो उ नफा चलो 12 मा आले पास होरे भइबर घरमा पढ्लेको। तपाईले खा पोरका वर्ष तैलाई हामीले उ गरे भयो स्कुलमा मिलाइदियो भने धामखाल त्यो तैलाई गर्दिनौ। तयको बुवाले हामीलाई सहयोग गर्यो चुनावमा निको अरे त स्कुलमा गर्दिनौ भने स्कुलमा गरे अब हामीले तयलाई त। तपाईले स्कुलमा चाहिँ उलाई जागिर दिनुभयो पढाउने करारमा। त्यो करार पनि के हो थाहा छैन होला, जे भए पनि पढाउने दिनु। अनि तपाईले चाहिँ त्यो स्कुलको लागि, स्कुलको बच्चाहरूको लागि, शिक्षाको लागि के छ तपाईको योजना?